विशेष गरेर विद्यार्थी जो विदेश अध्ययन जान चाहन्छन् उनीहरूको लागि तपाईँले मेला आयोजना गर्नुभयो। यो मेलाबाट विद्यार्थीहरूले पाउने कुरा के हो र तपाईँले यो मेलासँगै जस्तो विद्यार्थीहरूले यहाँ आउँदाखेरि बुझ्नुपर्ने कुराहरू के हो र यसबाट हुने फाइदाहरू के हो? यो 15th इक्यान एजुकेसन फेयर यसपालि चाहिँ कस्तो रहेको छ भन्दाखेरि विगतका वर्षहरूमा चाहिँ नेपालबाट विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि चाहिँ डेस्टिनेसन भने अस्ट्रेलिया कि भने जापान चाहिँ एउटा ठुलो डेस्टिनेसनको रूपमा हामीले पाउँथ्यौँ भने धेरै जस्तो विद्यार्थीहरू ती डेस्टिनेसनमा नै जान्थे। तर आजको दिनमा चाहिँ कस्तो रहेको छ भन्दा नेपाली विद्यार्थीहरूको लागि चाहिँ विभिन्न डेस्टिनेसनहरू छन्। अस्ट्रेलिया, युएसए, क्यानाडा, युके, न्युजिल्यान्ड, युरोप, जापान, इभन दुबई, कोरिया पनि खुलेको छ। यो हिसाबले गर्दा धेरै डेस्टिनेसन हुँदाखेरि विद्यार्थीहरूमा कन्फ्युजन पनि धेरै भएको चाहिँ हामीले देखेका छौँ। कहाँ जाने, कुन फी, कति फी तिर्ने, कति फी लाग्छ, कोरियामा कति लाग्छ, अमेरिकामा कति लाग्छ, युकेमा कति लाग्छ, मेरो आर्थिक अवस्थाले म भ्याउँछ भ्याउँदैन, यो सबै कन्फ्युजन भइरहेको अवस्थामा अनि कुन कन्सल्टेन्सीले सही सूचना दिन्छ दिँदैन, त्यसलाई त्यही चिजलाई चाहिँ चिर्नको लागि चाहिँ यो मेलाले चाहिँ ठुलो भूमिका खेल्नेछ भन्ने हामीले सोचेका छौँ र आज विद्यार्थीहरूले पनि त्यही नै छ। मेरो स्टलमा 3-4वटा कन्ट्रीको बारेमा जानकारी पाउनुहुन्छ, अर्को स्टलमा गएर 3-4वटा कन्ट्रीको, इभन मेरो स्टलमा आएर एउटा दुईवटा कन्ट्रीको बारेमा जे जानकारी लिनुहुन्छ, मैले बोलेको सूचना ठिक छ कि छैन भनेर अर्को कन्सल्टेन्सीमा गएर उसले रिचेक गर्न सक्नुहुन्छ, रिभेरिफाई गर्न सक्नुहुन्छ। मैले र उसले बोलेको कुरा क्रस भयो भने उसले इन्टरनेटमा गएर रिभेरिफाई गर्ने अवसर पाएको छ। यो मेलाले चाहिँ विद्यार्थीहरूलाई चाहिँ सही सूचना पाउने अधिकार चाहिँ र सही सूचना प्राप्त गर्ने अवसर चाहिँ दिएको छ। एउटा भनेको आर्थिक अवस्था, सामाजिक अवस्था र आफ्नो शैक्षिक अवस्था, यो तीनटा अवस्थालाई हेरेर कुन कन्ट्री, कुन डेस्टिनेसन, कुन युनिभर्सिटी, कुन कोर्स पढ्न सक्छ भने चाहिँ विद्यार्थीले एकदमै डिटेल रूपमा चाहिँ बुझ्न जरुरी छ। अनि जस्तो जुन भेद इन्टरनेसनल अब तपाईँ यहाँ आफै एउटा एक्जिबिटर रूपमा पनि बस्नु भएको छ, तपाईँहरूले चाहिँ विद्यार्थीहरूलाई कस्तो खालको परामर्श दिनुभएको छ यहाँबाट? उनीहरूले यहाँ आउँदै गर्दा उनीहरूले जान्ने कुराहरू के हो, तपाईँहरूले के कुरा उनीहरूलाई दिनुभएको छ? हामी चाहिँ सधैँभरि विद्यार्थीहरूलाई चाहिँ विदेशमा अध्ययन गर्दाको सजिलो पाटो र राम्रो पाटो भन्दा त्यहाँका चुनौतीहरूलाई चाहिँ हामी धेरै चाहिँ जानकारी गराउने गर्दछौँ। हाम्रो मूल उद्देश्य चाहिँ जहिले पनि विद्यार्थीहरूलाई गाह्रा र अप्ठ्यारा कहाँ कहाँ हुन्छन् के हो त्यो चाहिँ हामीलाई जानकारी गराउँछौँ। त्यो जानकारी पहिला नै प्राप्त गर्नाले चाहिँ विद्यार्थीहरूमा चाहिँ त्यो चुनौतीहरूलाई चाहिँ पार गर्ने एउटा मोटिभेसन पनि प्राप्त हुन्छ र त्यसको लागि चाहिँ रिसोर्सेसहरू के चाहिन्छ त्यो पनि पहिल्यै डेभलप गरेर चाहिँ उहाँहरू त्यो चुनौती चाहिँ सहज रूपमा पार गरेर चाहिँ आफ्नो गन्तव्यमा पुगेको चाहिँ हामीले चाहिँ पाएका छौँ वेद इन्टरनेसनलबाट जाने विद्यार्थीहरूले चाहिँ। धन्यवाद।